ल अब हामी चाहिँ धेरै पछि केटाहरूसँग भेट भएको होइन हल्का रमाइलो ल हेलो 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 131 Hello guys, welcome to my buddy's vlog and स्पिकर नभएर टिभी चाहिँ यतिको चाहिँ बोकेर आउनु पर्ने भइरहेछ होइन यो सबै जति पनि देखिरहेको छ नि यो मेरो साथीले चाहिँ अब तारहरू सबै एकै ठाउँमा भेला गरेर माथि बस्थे एन्ड सेवा सबैजनालाई फेरि पनि छ अर्को भिडियोमा अनि मेरो भ्लगिङहरू चाहिँ यस्तै चलिरहेछ जे उसमा डेली चाहिँ अपलोड गर्नु खोजिरहेको छु तर पनि कहिलेकाहीँ यताउता कामले गर्दाखेरि कहिले एक दिन दुई दिनमा त्यस्तै हुँदैछ अनि मेरो पनि भर्खर स्टार्टिङ हो कि कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गरिदिनु होला अनि आज चाहिँ म स्टार्टिङमै भन्छु ल यो मेरो हातको यो कोले नोटिस गर्नुभएको छ यो चाहिँ नेल पोलिस होइन ल अस्ति मैले मेहन्दी लगाइदिएको थिएँ मम्मीलाई अनि मेहन्दी लगाएको यो हातैले लगाइदिएको थिएँ क्या अनि त्यही भएर चाहिँ यो कालो कालो अझै पनि बसिरहेछ कोले नोटिस गर्नुभएको छ कि छैन अनि त्यो मेहन्दी लगाइदिएको भ्लग पनि हेर्नुभएको छ कि छैन कतिले अनि प्लस यहाँ पनि छ यो पनि कतिजनाले नोटिस गर्नुभएको छ कि छैन अनि यो चाहिँ अस्ति नै त्यहाँनिर लडेर सानो घाउ भएको थियो अहिले सन्चो भइसक्यो अनि मेरो भ्लगिङ लाइफ चाहिँ अहिले यस्तै यस्तै चलि नै रहेछ अब डे बाई डे राम्रो गर्ने प्रयास गरिरहेको छु हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि अझै योभन्दा राम्रो भ्लग गरेर म तपाईँहरूलाई अझ योभन्दा बेसी इन्जोय गराउने छु भन्दै आजको भ्लग यतिकै स्टार्ट हुँदैछ म चाहिँ यहाँ साथीसँग नेट जोड्नु आएको छु यहाँ के भन्छ यो घङ्ग्रो भन्ने ठाउँमा म चाहिँ यहाँ फर्स्ट टाइम आएको राम्रो रहेछ ठाउँहरू चाहिँ जोस् म तपाईँहरूलाई देखाउँछु कसरी नेट जोड्छ भनेर यो मैले हातमा बोकिरहेको चाहिँ के भन्छ पावर नाप्ने मेसिन हाम्रो चाहिँ एकदम नेट जोड्ने काम भइरहेछ होइन यो सबै जति पनि देखिरहेको छ नि यो तार सबै के भन्छ वाइफाईको हो क्या अहिले चाहिँ हामी यो घरमा नेट जोड्दैछौँ एउटा गाउँ चलेको यसले यो चाहिँ गाउँ चलेको एउटा गाउँ सबै यो एउटा तारले एउटा गाउँ चलेको यो एउटा तारले यो मोटो ए मोटो ए यसले सबैलाई सप्लाई दिने हो त्यो मेन इनपुट भयो क्या ए दिमाग पो खराब हुन्छ त यहाँ त यो चाहिँ यसरी मसिनो यो केसको जस्तो यो तार हेरेर मेसिनले जोड्नु पर्ने हुन्छ यो चाहिँ हाम्रो तार जोड्ने मेसिन हो तार चाहिँ यसरी जोडिन्छ यहाँबाट यसरी जोड्ने हो होल्डिङ यो बिचकोले हान्ने हो क्यामेरा भनेको यहाँभित्र हुन्छ अनि यो त्यसले हुन्छ देखाउने भनेको यहाँ हो हेलो ल हामीले चाहिँ अब हाम्रो काम सकेर टिफिन बक्स प्याकिङ गर्दैछौँ है फेरि झुन्डाउनु पर्छ होला नि त माथि हामीसँग चाहिँ यस्तो यो सिडी पनि हुन्छ यो पनि बोकेर हिँड्नुपर्ने हुन्छ अनि यो चाहिँ हाम्रो साथीहरूको यो कम्पनीकै गाडी हो यो इभिनिङ टाइममा चाहिँ कस्तो राम्रो देखेको क्या गाउँघर प्लिज ओभर रमाइलो अब चाहिँ यो असार साउनको सिजन आयो सबैजना खेतमा काम गर्दै हुनुहुन्छ मेरो पनि अब अलिक दिनपछि धान रोपेको भ्लग आउँछ एउटा कपडा निक्लिन्छ नि मजा लिनुहोस् अहिले चाहिँ कति 7 बजेको स्टिल अहिले हामी काममै छौँ काम चाहिँ सकिया होइन अहिले चाहिँ हामी हाम्रो अर्को ठाउँ आएर पनि यहाँको काम कम्प्लिट भइसक्यो अब घर जान्छौँ अनि आजको दिन चाहिँ त्यस्तै भयो त्यस्तो धेरै हुँदैन होला भ्लगहरू अब म घर जाँदा बाटोमा थोरै क्लिप लिएँ भने लिएँ नत्र आजको भ्लग चाहिँ यति नै हुनेछ अहिले चाहिँ हामीले यहाँको आधी काम सक्यौँ अब यहाँ कम्प्लिट चाहिँ भोलि मात्र हुन्छ अनि अब हामी यताबाट घुम्दै घरतर्फ लाग्छौँ बेलचौरी हुँदै घरतिर जान्छौँ तपाईँहरूलाई बाटोको अलिअलि सिनहरू देखाउँदै गर्नेछु मेरो साथीले चाहिँ अब तारहरू सबै एकै ठाउँमा भेला पारेर माथि बाँध्दैछ
खोलाको नाम चाहिँ ठ्याक्कै थाहा भएन होइन तर के खोला अरे भाइ नन्द्रा खोला लन्द्रा खोलाको के भन्नु भाइले यो चाहिँ बेलचौरी अरे यो ठाउँको नाम चाहिँ अनि बेलको मूर्ति रहेछ स्ट्याचु कस्तो मजाको यो अहिले जति पनि देखेको यो जङ्गल यो रुख चौरी चाहिँ यो चाहिँ बेलचौरी हो जुन यो बेलचौरी र अघिको स्ट्याचुले चाहिँ यो के भन्छ यो ठाउँलाई उदाहरण दिएको छ होइन बेलचौरी भनेर ऊ तल चौरी पनि छ त्यसै यहाँ मजाले देखाएको छैन यसरी बसेर क्वालिटीमा हेरेर जाँदैछु ल अब हामी चाहिँ धेरै पछि केटाहरूसँग भेट भएको होइन हल्का रमाइलो ल हेलो 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 1 2 3 1 2 3 भाइ वेलकम छ भ्लगमा सोल्टी हाई यता हाम्रो अर्को भाइ छ यता हाम्रो साथी खोइ कति हुन्छ होला 70 80 हजार आज मासु पोलेर खाने मासु जडेन मासु चाहिँ हाम्रो यति पाक्दैछ होइन फोन काटेको भगमा गरिदिनु पर्यो नि को रन्जीको ए हेर यहाँ ढाका हो मेरो भ्लगमा यहाँ हाई गरिदेऊ ब्लगमा आएको र यसको न यहाँ को तेरो फोनै चलाउन आयो नि त मलाई मेरो त नोकिया जस्तो हैन नि मेरो ल हाम्रो चाहिँ अर्को लोड पनि पाक्दैछ होइन यति पाकिसक्यो हाम्रो केटाहरू चाहिँ धेरै दिनपछि भेटेको यसरी नै रमाइलो हुँदैछ है लाडागाडा फ्रेस हाउसबाट लिएर आएको वनस्पति घिचेको डाइनेसरको मासु अनि अरू चमाचम ब्युटिफुल लभली सुपर हिट यतिको चाहिँ हुनु पर्यो नि त होइन सोल्टी Hello guys, welcome to my Bloodies vlog and he's from Letang Siddhartha Pomorong and he's doing his best and keep supporting, keep loving all of you guys. Just be strong and my buddies and comes. ल धन्यवाद मेरो काकुलाई मैले एउटा गीत सेयर गर्छु तिमीहरूलाई त्यहाँ सुन ल ओके ओके ल लाडागाडा फ्रेस हाउसबाट लिएर आएको माया बस्यो मिठो बोलीले माया साथैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले धेरै दिनबाट यहाँ शून्यता छाएको जस्तो ए साथी तिमी कहाँ छौ सानो छला हामी खेल्ने गर्थ्यौँ टोलीमा कराउँदै साह्रो आजको कथा छ कथा छ तर मैले चाँडै फर्किया
आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा तिमी नै बनान म के गरौँ तिमी बिना तिमी नै बनान म के गरौँ तिमी बिना तिमी नजिक आऊ साथीलाई के को जिउँदै मर्ने हो बाँकी देखेर हो जिउँदै मर्ने हो बाँकी देखेर फेरि बिदेश जाने मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो तिम्रो साथीलाई के को पीडा जिउँदै मर्ने हो बाँकी देखेर ओहो जिउँदै मर्ने हो बाँकी देखेर हिरा मोती सुन र चाँदी सजिएर गयौ तिमी विदेशमा गएपछि यो दुखीलाई भुल्यौ पनि हिरा मोती सुन र चाँदी सजिएर गयौ तिमी विदेशमा गएपछि यो दुखीलाई भुल्यौ पनि मेरो माया त्यस्तो होइन सुन मेरो माया त्यस्तो होइन सँगै जिउने सँगै मर्ने त्यही नै त मेरो माया यतिको चाहिँ हुनु पऱ्यो स्पिकर नभएर टिभी चाहिँ यतिको चाहिँ बोकेर आउनुपर्ने हुन्छ है स्टिल हामी चाहिँ वर्कमै छौँ अब रात परिसक्यो घर पुग्दाखेरि रात परिसक्छ त्यही भएर म चाहिँ भिडियो यहीँ इन गर्छु अनि आजको भ्लग चाहिँ अलिक सर्ट नै हुन्छ होला म अस्ति साथीहरूसँग अलिकको थोरै क्लिप छ त्यो पनि एड गर्नेछु आजको भ्लग यस्तै नै भयो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मन परेमा लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला हामी अर्को भिडियोमा भेट्नेछौँ बाई